हेलो गाइज, गुड मर्निङ एभ्री वान एन्ड वेलकम ब्याक टु माई च्यानल। सदा आज फेरि तपाईँहरू माझमा एउटा नयाँ भिडियोको साथमा उपस्थित भएको छु। र आज स्याटरडेको दिन द सेक्रेट बाइकर्स क्लबबाट चाहिँ हामी सम्पूर्ण साथीभाइहरू चाहिँ आज बाहुबली झरना यानि कि तीनधारा झरनासम्मको यात्रा गर्दैछौँ। अब हाम्रो अमूल्य समयलाई केही पनि खेर नफालिकन हामी भिडियोतिर लाग्नेछौँ। गाइज, नाउ लेट्स इन्जोय द भिडियो। अभी मजा आएगा ना भिडियो। हामी सबैजना यहाँ जडीबुडी चोकको पेट्रोल पम्पनिर भेट्यो भनेको सल्लाह भएको छौँ र होइन अब हामी पेट्रोल पम्प छेउमा आइपुगेका छौँ। यसो बाटो दियो हुन्थ्यो नि। ओ सानो नानी, बाटो छोड त नानो। अब हामी चाहिँ हाम्रो डेस्टिनेसनको लागि रेडी अवस्थामा छौँ होइन। हाम्रो साथीहरू सबैजना लाइनमा बसिरहनु भएछ रेडी भएर है। हाम्रो अरू बाँकी साथीहरू पनि आउनु बाँकी छ र कोही आइसकेका साथीहरू चाहिँ यहाँ पेट्रोल पम्पमा पेट्रोल हाल्दैछन्। एनिवे गाइज, अब हाम्रो यात्रा सुरु हुँदैछ है। ल गाइज, हामी सबैजना अब हाम्रो डेस्टिनेसनतिर लागेका छौँ र हामी अहिले जडीबुडी चोकबाट हामी चिया खाएर हामी निस्केका छौँ र अहिले हामी लगभग हामी लोकन्थली चोकतिर आइपुग्न लागेका छौँ है गाइज। हामी अहिले गठाघर चोक आइपुगेका छौँ होइन। ट्राफिक लाइटमा पऱ्यो। ल यार, लाइट पनि खुलिहाल्यो है। हाम्रो मिस एङ्ग्री बहिनी पनि यहीँ हुनुहुन्छ है, साथमै हुनुहुन्छ। के छ? ठिक छ हैन? पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात। पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात। गाइज, फाइनली हामी मेरो यो छोटो मिठो प्रस्तुतिपछि हामी हाम्रो डेस्टिनेसनतिर लागेका छौँ र अहिले हामी ठिमीतिर आइपुगेका छौँ। नयाँ ठिमीको चोक वरपरै आइपुगेका छौँ, नजिकै। र यात्रा अझै पनि जारी छ है। हामी चाहिँ अब लगभग हामी साँगाको नजिक आइपुगेका छौँ होइन। साँगा आइपुग्न लागेको छ है। यात्रा एकदम रमाइलो भइरहेको छ है। साथीभाइहरू एकदम रमाइलोसँग एकदम अगाडि हिँडिरहेको छ होइन। यो मेन हाइवे भएको हुनाले हामी चाहिँ सबैजना सँगसँगै हिँड्न सकेनौँ है। अहिले बाटोमा अलिक माथि पुगेपछि हामी सबैजना एकदम लस्करै हिँडेछौँ। ओ के साह्रो बत्ताको यार, आमा एकदम खतरा चलाउने यार यो नानीले यार। यस यस, के साह्रो मजा आएको यार, आमा यस यस यस, के साह्रो दौडाएको यार केटाहरू। ओ माई गड, होइन अरू केटाहरू चाहिँ कहाँ गयो कि कस्तो छिटो दौडाउने यार आमा। होइन राइडिङमा हिँड्यो हो कि रेसिङमा हिँड्यो हो केटाहरू। है गयो। हिल्लोको बाटो आइपुग्यो। हिल्लो छ यार बाटो पनि के साह्रो। हत्तेरी, लो लड्न लाग्यो। यस, के साह्रो हिलो केटा हो। हत्तेरी, बिस्तारै चलाऊ है, हिलो नछ्याप केटा। झन् यो गाडीले पनि हिलै छ्याप्ला जस्तो गरेर आउँछ यार। थत्तेरी, झ्याउ लाग्छ फेरि यस्तो। हाम्रो यात्रा अझै नै जारी छ गाइज होइन। अब एकदम हामी एकदम पनौतीतिर पुगिसक्यौँ जस्तो लागिरहेछ होइन। भित्रभित्र जाँदैछौँ है। केटाहरू बतायो के साह्रो बताउन जानेको, फेरि एकछिन स्लो गर्नै जान्दैन। ओहो, कत्रो ठुलो बोका हो आमा। होइन होला के हो? ल गाइज, मलाई चाहिँ अब एक्ज्याक्टली यो ठाउँको नाम त थाहा भएन, तर हामी चाहिँ भर्खरै पनौतीबाट भित्र छिरेका छौँ र मैले सुनेको छ यहाँबाट हामी नवबुद्ध निस्किन्छौँ, उयो माथि डाँडातिर जान्छौँ भन्ने सुनेको छौँ है। गाइज, हामी एकदम रफ्तारमा हिँडिरहेको छौँ। बाँकी साथीहरू त झन् कहाँ हो। मेरो अगाडि चाहिँ हाम्रो हुतराज हुनुहुन्छ है। हुतराजको राइडिङ चाहिँ एकदम खतरा लाग्छ मलाई।
बल्ल बल्ल देखेको मैलाई हो कि लेखेको त्यही केटी मन पर्यो ए गाठे त्यही केटी मन पर्यो त्यही केटी मन पर्यो रोयल गाइस खाजा खानु पर्यो यार कतिखेर खाजा खाने हो त्यही दौड्या चाकै दुखिसक्यो यार के बोले भाइ अब के बोले हेलो गाइस फाइनली हामी चाहिँ यहाँ माथि नवबुद्धमा आइपुगेका छौँ र नवबुद्धको एउटा ठाउँमा हामी यहाँ खाजा खान बसेका छौँ होइन सबैजना अब यहाँ बाइक चाहिँ यहाँ छन् है सबै साथीभाइहरूको यहाँ पनि छन् आधा बाइकहरू अब हामी चाहिँ यहाँ एन्जिला भोजनालय एन्ड खाजा घरमा खाजा खान बसेको छौँ होइन अब ए सरी यार एन्जिलामा होइन रहेछ नि यार गल्ती भएछ उयो थकाली रेस्टुरेन्टमा बसेर छौँ है वाइफाई थकाली रेस्टुरेन्ट रह्यो होइन ल गाइस हामी चाहिँ यहाँ आइपुगेका छौँ ल यो भाइ कति राम्रो रहेछ भाइ तिम्रो नाम के होला भन त के रे भन त रिदम लामा ल ठिक छ ओके गुड हेलो गाइस है हामी चाहिँ भित्र आइपुगेका छौँ फाइनली है ल हाम्रो सबै साथीभाइहरू यहाँ हुनुहुन्छ है सबजना यहाँ हुनुहुन्छ रमाइलो गरिरहेको छौँ है ल हाई गरौँ न ल गाइस ल अब हामी चाहिँ यहाँ खाजा खान बसेका छौँ है ल हाल्दिनँ यो बन्न कति टाइम लाग्छ मलाई नि एउटा अनि ऊ के माग्यो खानु त हो र म भनेछ त्यसो म खान्छु त्यसो ऊ यहाँ अर्को पनि रहेछ चाउचाउ रे अर्को पनि चाउचाउ अर्को रे ल हामी चाहिँ खाजा खान बसेको छौँ होइन है खाजा कस्तो छ सर ठिक छ होइन खाजा मिलाएर बुझौँ न मिलाएर कस्तो छ ठिक छ नि होइन ल ठिक छ ल हेलो साना हेलो सर कस्तो छ खाजा मेरो सर खाजा चोरी भयो के हो र यो तारा जस्तै छ हो र ल त्यसो ल ठिक छ त्यसो त आकुम बाकुम ए सेलरोटी चाकुम फाइनली गाइज हामी चाहिँ खाजा साजा खाएर हामी निस्केका छौँ र हाम्रो यात्रा चाहिँ बाहुबली झरनातिरको छ है र गाइज अब आज चाहिँ एकदम रमाइलो पनि भइरहेछ र किन रमाइलो भइरहेको छ भन्दा मलाई एक त यो साथीभाइहरूसँग यसरी लङ राइड हिँड्न एकदम रमाइलो लाग्छ र प्लस अर्को भनेको म आजसम्म गएको थिएन यो बाहुबली झरना चाहिँ होइन यस क्या रमाइलो भइरहेछ हौ रमाइलो नै भइरहेछ है बाटोहरू नि एकदम रमाइलो लाग्यो मलाई चाहिँ होइन जङ्गल भिरपाखा है एकदम आज फेरि मौसमले पनि साथ दिएको छ क्या आज फेरि यस्तो पानी परेको पनि छैन है एकदम मौसमले एकदम साथ दिइरहेछ गाइज हामी अब स्लो डाउन गर्दैछौँ यहाँ हाम्रो वाकिटाकीबाट सबैलाई इन्फर्मेसन आएको छ कि हामी यता ड्रोन सट गर्नेछौँ भनेर होइन सो हामी सबैजना लाइनमा बस्नेछौँ र हामी ड्रोन सट हान्नेछौँ के साह्रो गर्मी भएको यार थ्यात्तेरी बाटोमा फेरि घाम पनि चर्केको छ यार थ्यात्तेरी धन्न यसो डाँडातिर भएर शीतल हावा पनि लागेको छ है हाम्रो यात्रा फेरि जारी छ होइन अब हामी फेरि हाम्रो यात्रातिरै लागिरहेका छौँ है के भयो फेरि बाटो जाम पो रहेछ टान टाना टान 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 देवी र देवता
सबैको देख्छु जोडा र जोडी बिजोडी म एउटा यस ओ अब सब मान्छेहरूले बाटोमा पुरा हेरिराख्यो हामीलाई एकदम धेरैजना ग्रुप आएको भएर होला कहाँ जान होइन हौ यो बाटो कति लामो हो क्या आमा कति घन्टा भइसक्यो यार ओहो हामी बिहान 8 बजी निस्केको ओ माई गड यार अहिले 1 बज्न लागिसक्यो यार कहाँ हो आम्मा टाढा रहेछ यार बाटो त यार फेरि त्यसमा चाहिँ हामी भिडियोहरू पनि खिच्दै हिँडिरहेको छौँ बाटोमा रमाइलो पनि गर्दै हिँडिरहेको छौँ खाजा खानालाई हामी 2 ठाउँमा बस्यौँ होइन यस्तै हो लेट भयो अब अझ फेरि खाना खाने ठाउँ कहाँ हो हाम्रो फेरि कति खाना खाना त अब सिधै माथि 3 धाराको त्यो होमस्टेमै त होला हाम्रो यात्रा अझै नै जारी छ गाइज होइन अब हाम्रो यात्रा अझै कति लामो छ थाहा छैन मलाई चाहिँ होइन अब बाटो जति देखेको बाटो कति टाढा छ सबै साथीहरूलाई थाहा छ है मलाई चाहिँ थाहा छैन म त फर्स्ट टाइम आउँदैछु है एकदम रमाइलो पनि भइरहेछ अनि गल्लो पनि गलिसक्यो है गर्मी त्यस्तै छ होइन अब यहाँबाट अब हामी अब ओह्रालो झर्दैछौँ भन्छ केटाहरूले अब यहाँबाट तल कहाँ पुग्नुपर्छ अरे फेरि खोलातिर पुग्नुपर्छ अरे खोलाबाट फेरि अर्को डाँडा चढ्नुपर्छ अरे भन्छ यार खोइ कहाँ हो यात्रा चाहिँ एकदम कठिन पनि होला जस्तो छ है ठाउँमा बाटो अलिक खराब पनि छ होला है अब हेर्दैछौँ गाइस के हुन्छ कस्तो हुन्छ है तर जे जस्तो भए पनि रमाइलो चाहिँ लास्ट रमाइलो भइरहेछ होइन ओहो यस गाइस ल पहिला हामीलाई जान दिए हुन्थ्यो नि हौ छ्यातेरी हेलो हामीलाई जान देऊ न पहिला यस 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 एकछिन रोकिदेऊ गाइस रातो रानी फुले झै साँझमा तिमी फुल्यौ कलेजी माझमा मनको रहरा टुङ टुङ कान्छीलाई घुमाउने काठमाडौँ सहर गाइस म चाहिँ जहिले पनि फेरि मेरो एउटा एकदम राम्रो बानी छ है म चाहिँ गीत एकदम थोरै मात्रै गाउँछु है फेरि छोटो गाउँछु मिठो गाउँछु गाइस केटाहरूले हुर्कायो के हो भने आमा के साह्रो दौडाउनु पर्ने केटाहरूले एकछिन पनि स्लो चलाउनु नहुने के साह्रो बताएको केटाहरूले म चाहिँ लास्टमै छु म जहिले पनि लास्टमै बस्ने बानी भयो अरे के भयो हुन त फेरि आफूले अब भ्लग सुट गर्नुपर्ने भएपछि अगाडि पछाडि बस्नुपर्छ होइन अगाडि साथीभाइहरू पनि रेकर्ड गर्नै पऱ्यो अब आफू नै अगाडि बस्दियो भने साथीभाइहरू कहाँबाट रेकर्ड हुन्छ त होइन गाइज अनि ल यस्तै हो होइन रमाइलो पनि भइरहेछ है बाटोहरू वाउ क्या दामी सिन देखेको यार यहाँबाट तलतिर यार वाउ बाटो चाहिँ अब यस्तो ढलान पिचहरू हुँदो रहेछ होइन रमाइलो रहेछ जे होस् त्यति साह्रो खराब बाटो छैन अब तल गएपछि पक्कै पनि बाटो त खराबै होला है सबै त राम्रो त के होला र वाउ अब यस्तै हो गाइज है रमाइलो भइरहेछ है मलाई चाहिँ लास्ट है नि मलाई चाहिँ होइन बस भोक लागिसक्यो यार फेरि अब टाइम अब हामी धेरै नै भइसक्यो यो यात्रा गरेको होइन भोक पनि लागिसक्यो कतिखेर चप्प लगाएर मासु भात दन्काउँ भयो जस्तो भइरहेछ होइन दैवले नै घात गर्यो म माथि राम्री तरुनीको पोइ मरेकै जाति माया तपाईँ र म त सपनीमा भेट होला अब त गाइज मेरो कला देखेर तपाईँहरू चाहिँ जेलस नहुनु ल अब चाहिँ अफरोड सुरु भयो है गाइज अब चाहिँ ओह्रालो खाल्टाङ खुल्टुङ गाइज अब हामी चाहिँ ओह्रालोको बाटो झर्दैछौँ र होइन अब चाहिँ बाटोहरू अलिक अफरोड सुरु हुन थालेको छ होइन हात कस्तो खाल्टाङ खुल्टुङ हो थेरी बाटोहरू जस्तो भए पनि वरपरको भ्युजहरू चाहिँ दामी देखिँदो रहेछ गाइज है ओ माई गड यार ओहो कस्तो छेउछेउमा आउनु परेको तलतिर त अलिकति साइडतिर चाहिँ अलिकति ढुङ्गै रहेछ है ओहो ल बिस्तारै चलाऊ गाइज केटाहरू यस यस्तो टर्निङहरू बाटो क्या रमाइलो लाग्छ क्या मलाई चाहिँ है लु के साह्रो युटर्न आएको हौ फेरि त्यो पनि ओह्रालोमा क्या के साह्रो गाह्रो के भयो केटाहरू फेरि के ड्रोन सट हान्ने हो क्या यहाँ फेरि
ल जम है गाई जम 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 हो बाटो चाहिँ खाल्टाङ खुल्टुङ छ है ल सोल्टी राजा अगाडि बढाउ बढाउ छिटो बढाउ बाटो खाल्टाङ खुल्टुङ छ ल हाम्रो बुलेट राजा फेरि चट्ट लगाएर को बहिनी लिएर आउनु भएको छ हौ को हो पनि यस हाम्रो एक्सपोज दाजु हाम्रो जोकर भाइ अगाडि भयो होइन बाटो कति लामो हो फेरि त्यसमाथि ओह्रालै ओह्रालो ऊ तल खोलामा झरेर फेरि उकालो चढ्नु पर्ने रे खोइ कहाँको उकालो चढ्नु पर्ने फेरि ओहो हत्तेरी बिस्तारै यस यस बाटो चाहिँ रमाइलो त रमाइलो हो यस्तो बाटो आया मासला गाइस बाटो चाहिँ एकदम खत्तम छ है ओह्रालो ओह्रालो पुरा सोइलिङको बाटो थकाइ लागिसक्यो यार मलाई त हत्तेरी खोला रे के अहिले चाहिँ हामी यो खोलाको किनारको छेउछेउमा ढुङ्गै ढुङ्गा माटै माटो यस्तो बाटो जाँदैछौँ है गाई चाहिँ एकदम रमाइलो भइरहेछ होइन ओ थकाइ पनि लाग्यो साह्रो लाग्यो र भोक पनि लागिसक्यो अरे कति आया ओहो बाटो चाहिँ रमाइलो त रमाइलो भइरहेछ है गाई चाहिँ एकदम रमाइलो के आयो ओ हिलो पो जम 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 हुद्रा जम रोक्यो लो हिलो 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 छ्या छ्या चिप्ल्यो क्या चिप्ल्यो तेरिका ओ राइड हिँडेपछि यत्तिको अफरोड चाहिँ हिँड्नुपर्छ है गाइज लु अब उकालो उकालो फेरि ढुङ्गै ढुङ्गाको बाटो आइपुग्यो फेरि तेरि तर पनि केही छैन नो चिन्ता एक्सपल्स जिन्दाबाद यस साह्रो मजा आएको यस यस हुइक्का बहिनी हुइक्का ल यो बहिनीले लास्ट दौडायो तर यस्तो बाटो हिँड्दा चाहिँ लास्टै रमाइलो हुने तर यदि ग्रुपिङ भएन चाहिँ मजा आउँदैन रहेछ है एक्लै भए म अघि नै फर्किसक्थ्यो लु केटाहरू त त्यहाँमै बसिरहेको छ त ल अब एकछिन यहाँ रेस्ट गर्नु पर्यो तिर्खा पनि लागिरहेको छ यार लास्टै फाइनली गाइज हामी चाहिँ बल्ल यो खोलाको किनारमा आइपुग्यो खोलाको छेउमा आइपुग्यो है अब यहाँबाट माथिल्लो डाँडा चढ्नुपर्छ है 3 डाँडा झर्नको लागि है यस के भयो केटाहरू यहाँ रोकेको फाइनली गाइज अब हामी चाहिँ माथि झर्नाको नजिक आइपुगेको छ भन्ने खबर आइसकेको छ होइन गाइज ल गाइज अब उतै माथि रमाइलो गरौँला है लास्टमा नआएर बेइज्जत गरेर छोडे बेइज्जत गरेर छोडे आएको छ कस्तो दामी डान्स भइरहेको यार बेइज्जत गरेर छोड्यो है यो त मेरो पार्किङ उडा 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 ए होइन क्लच समाउने होइन नि त ब्रेक समाउने हो मैले त स्पिडमा आएको थिएँ कि यहाँ फेरि सब भ्युअर्सहरूलाई लाग्छ भने यस्तो बेला क्या नानीको यो यस्तो हो कि अहिले म डुब्छ मुन्टी खास मुल लगाउने थिएन नि जुत्ताको लेस फुस्केर नि खासमा टायर चिप्लेर हो होइन मेसीले गोल हानेको जुत्ता फुस्केर मेसीले गोल हानेको जुत्ता फुस्केर आज थाहा पायो हान्दिनु उहिले हान्दिनु उहिले सम्झि उहिले
ए होइन ल ए होइन एकछिन कस्तो छ के रे ल गाइस अहिले हामी चाहिँ खाना खान लागेका छौँ र अब कोही कोहीले चाहिँ हँसुरी सिया छ होइन होइन एकदम खाइसिया छ भुँडी पनि फुलिसिया छ होइन ल भाइ मिठो गरेर खाऊ है नलजाऊ नलजाऊ त्यहाँ सुन्छ बाबु तिम्रो पाएन हामी चाहिँ अब यो लौ के अरे तिनधारे झरनातिर हिँड्दैछौँ है गाइस अब पैदल यात्रा तक्लाक 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 ए हिँड्न नसकेर पछाडि हेर्नुहोस् त I'm chilling my life. You don't worry. I'm in chilling in my life about the cloud. ल ठिक छ हट तर त्यो यो झरनाको नजिक आएर झरनासम्म नपुग्ने मान्छे चाहिँ धत कामै छैन सबैजनाले त हाई गरौँ ल ल ल ल ल ल ल के हो यसलाई बियर सियर पनि खाँदो रहेछ क्या बाटो चाहिँ ओहो अस्टै थका लाग्यो यार पसिनै पसिना भयो आज त